हाम्रो यस संयुक्त भूपू सैनिक सङ्घ संसारी माइटोल विकास संस्थाले देउसी भैलो 2082 को आज रमाइलो पिकनिक गरेर मनाउने तयारीमा छौँ। हामीले देउसी भैलोमा जम्मा गरेको रकमले केही रकम हामी देवीनगर रङ्गशालामा रहेको अनाथ आश्रममा लगेर सहयोग गरेका थियौँ भने थोरै बचेको रकमले देउसी भैलो कार्यक्रममा सहयोग गर्ने साथीहरू र हाम्रो संयुक्त भूपू सैनिक सङ्घमा जति पनि आबद्ध हुनुहुन्छ सबैजना मिलेर थोरै भए पनि रमाइलो गरौँ भनेर आज हामी एउटा सानो कार्यक्रम गर्न गइरहेका छौँ। आजको कार्यक्रमका सभाध्यक्ष श्री वीरभद्र थापाज्यूलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिमा मूल समितिका सल्लाहकार मेजर श्री भुवन सिंह भट्टराईज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी मूल समितिका सल्लाहकार सुबेदार श्री प्रेमबहादुर जीसीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिहरूमा मूल समितिका कोषाध्यक्ष नायक सुबेदार श्री मोहन थापाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। उहाँ मूल समिति संयुक्त भूपू सैनिक सङ्घका कोषाध्यक्ष पनि हुनुहुन्छ। यसै गरी ज्येष्ठ नागरिक सामाजिक व्यक्तित्व बुवा श्री होम बहादुर राणाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यस संसारी माइटोल विकास संस्थाका सल्लाहकार तथा सामाजिक व्यक्तित्व श्री हिमलाल घिमिरेज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रहरी नायब परीक्षक श्री रामप्रसाद पाण्डेज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। संयुक्त भूपू सैनिक सङ्घ लक्ष्मीटोल विकास संस्थाका अध्यक्ष क्याप्टेन श्री सूर्यबहादुर केसीलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी पशुपति टोल विकास संस्थाका अध्यक्ष संयुक्त भूपू सैनिक सङ्घ पशुपति टोल विकास संस्थाका अध्यक्ष श्री विष्णुमाया खत्रीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी एकता टोल विकास संस्थाका अध्यक्ष संयुक्त भूपू सैनिक सङ्घ सुबेदार श्री अर्जुन अर्यालज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी संयुक्त भूपू सैनिक सङ्घ माझगाउँ टोल विकास संस्थाका अध्यक्ष सुबेदार मेजर श्री हरिप्रसाद श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी मध्यविद्युत टोल विकास संस्थाका अध्यक्ष संयुक्त भूपू सैनिक सङ्घ सुबेदार श्री मेजर इमान सिंह टन्डनज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी एकता टोल विकास संस्थाका सामाजिक व्यक्तित्व आदरणीय क्याप्टेन श्री तुलाराम चापागाईज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अब भने संसारी माइटोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्री झरू प्रसाद पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै संस्था संसारी माइटोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्री तेजेन्द्र पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सुबेदार श्री देवीराम थापाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी संसारी माइटोल विकास संस्था संयुक्त भूपू सैनिक सङ्घका उपाध्यक्ष श्री तुमान बहादुर कार्कीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी बङ्गसकाली ग्रिल उद्योगका सञ्चालक श्री श्याम मिथुनज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी सामाजिक व्यक्तित्व
रामबहादुर खड्काज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र अब भने आजको कार्यक्रमको उद्घाटन गर्नको लागि संयुक्त भूपू सैनिक सङ्घ मूल समितिका अध्यक्ष तथा आजको यस कार्यक्रमका प्रमुख अतिथि श्री सुबेदार डोरबहादुर खड्काज्यूलाई ब्यानर पढेर कार्यक्रम उद्घाटन गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। संयुक्त भूपू सैनिक संसारीमाई टोल समिति 3/2 रूपन्देही न्यौसी भैलो भेटघाट तथा वनभोज कार्यक्रम मिति 2082 10/24 गते शनिबार स्थान शीतल चौपारी फुटबल ग्राउन्ड आयोजक संयुक्त भूपू सैनिक संसारीमाई टोल समिति 3/2 रूपन्देही। धन्यवाद कार्यक्रम सञ्चालक संसारीमाई टोल संयुक्त भूपू सैनिक सङ्घका वीरभद्र थापाज्यू, प्रमुख अतिथि तिलतिपा नगरपालिका वडा नम्बर 2 का संयुक्त भूपू सैनिक सङ्घका अध्यक्ष आदरणीय डोरबहादुर खड्काज्यू र विशेष अतिथि मूल समितिका सल्लाहकार सुबेदार प्रेमबहादुर जीसी र यसै गरी सल्लाहकार आदरणीय व्यक्तित्व मेजर भुवन भट्टराईज्यू र हाम्रो अतिथि प्रहरी नायब उपरीक्षक आदरणीय रामप्रसाद पाण्डेज्यू र यसै गरी हाम्रो पशुपति टोल समितिका अध्यक्ष आदरणीय विष्णुमाया म्यामज्यू र यसै गरी हाम्रो सम्पूर्ण टोल समितिका अध्यक्षज्यूहरू लगायत विभिन्न सङ्घ संस्थादेखि पाल्नुहुने प्रतिनिधित्व गरी उपस्थित हुनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई म संसारीमाई टोल विकास संस्थाको अध्यक्ष तथा मूल समितिको कोषाध्यक्षको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। धन्यवाद कार्य सञ्चालक हाम्रा गीता राणा बहिनीले र यस आजको यो महत्त्वपूर्ण कार्यक्रम संयुक्त भूपू सैनिक सङ्घ संसारीमाई टोलले यो राखेको वनभोज कार्यक्रममा उपस्थित हाम्रा यस वनभोज कार्यक्रमका सभा अध्यक्ष संसारीमाई टोलको अध्यक्ष पनि हुनुहुन्छ वीरभद्र थापाज्यू, सल्लाहकार मेजर भुवन सिंह थापा भट्टराईज्यू, यसै गरी प्रेमबहादुर सल्लाहकार प्रेमबहादुर जीसी साहब लगायत सम्पूर्ण टोलका साहबहरू र संसारीमाई टोलको सम्पूर्ण कार्य समिति लगायत दाजुभाइ दिदीबहिनी तथा नानी बाबुहरूमा मेरो तर्फबाट र हाम्रो मूल समितिको तर्फबाट न्यानो अभिवादन दिनु खाने र हैन नाच्ने रमाउने गर्नु एकदम हाम्रो स्वास्थ्यको लागि पनि ठिक हो, किनकि हामी मरेर लानु केही छैन। भोलि बिहान हामी एक पैसा केही पनि हामीलाई मिल्दैन जान्दैन, त्यही भएर मनोरञ्जन पनि गर्नुपर्छ। मनोरञ्जन गर्यो भने आफ्नो शरीर पनि ठिक हुन्छ, किन खुसी हुन्छ। खुसी एकपल्ट खुसी भयो भने तपाईँको लगभग 1 वर्ष तपाईँको के भन्छ उमेर बढ्छ। त्यसो भएको हुनाले खुसी पनि रहनुपर्छ, काम पनि गर्नुपर्छ, भेटघाट पनि हुनुपर्छ। भेटघाट गऱ्यो भने सबै आफ्नो चिनिन्छ, भेटिन्छ आफन्तहरूलाई। अहिले हेर्नुहोस् न, आजको यस कार्यक्रम समापन गरिदिनु हुनको लागि र त्यसभन्दा अगाडि म के भन्न चाहन्छु भने आज हाम्रो यस कार्यक्रममा हजुरहरू यसरी उपस्थित भएर आएको देख्दा अत्यन्तै खुसी लागेको छ। रमाउनुपर्छ, रमाइलो गर्नुपर्छ
र आजको यस कार्यक्रम समापन गरिदिनु हुनको लागि यस कार्यक्रमका सभा अध्यक्षलाई हार्दिक अनुरोध गर्दै म पनि कार्यक्रम सञ्चालक गीता राणा बिदा हुने अनुमति लिन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। संयुक्त भूप सैनिक सङ्घका अति उद्घोषक कौशल सञ्चालिका सचिव गीता राणाज्यू र यस कार्यक्रमका प्रमुख अतिथि विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभएका अति सहयोगी मूल समितिका अध्यक्ष डोरबहादुर थापाज्यू, सल्लाहकार भुवन भट्टज्यू, विशिष्ट अतिथि हाम्रा प्रेम ऋषिज्यू र अतिथि पर्यटन नायक उपरीक्षक रामप्रसाद पाण्डेज्यू र सम्पूर्ण आदरणीय मित्रहरू अनि साथीहरू, टोल संयुक्त भूप सैनिक सङ्घ टोल समितिका अध्यक्षज्यूहरू र उपस्थित हाम्रा दिदीबहिनीहरू लगायत सम्पूर्णमा हार्दिक न्यानो अभिवादन टक्राउँदछौँ। र हाम्रो यो सानो वनभोज कार्यक्रममा हाम्रो निम्तोलाई सहज स्वीकारेर पालिदिनु भएकोमा हाम्रो संयुक्त भूप सैनिक सङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन टक्राउँदछौँ। र हामीलाई यस भैलोमा सानो हामी भैलो खेलेर सानो रकम सङ्कलन गरेर केही रकम हामीले हाम्रो लगभग 44,000 केही पैसा हाम्रो पैसा उठेको थियो। त्यसमध्येबाट हामीले नेपाल आश्रम अपाङ्ग सङ्घमा गएर उहाँहरूलाई खानपिनको व्यवस्था केही सहयोग गरियो। त्यसै गरी त्यसमध्येबाट 7,000 जति नानी बाबुहरूलाई पुरस्कारको व्यवस्था पनि हामीले गरियो र केही रकम हाम्रो टेलिभिजन र ब्यानर भाडामा हाम्रो 5,000 जति खर्च भएको छ। अब हाम्रो सबै जोड्दाखेरि 27,000 जति हाम्रो खर्च भएको हो। बाँकी केही रकम बचेको थियो। त्यो रकमबाट हामीले साना नानी बाबुहरूले त्यो झरीमा रोजेर भैलो खेलेर सहयोग गर्नुभयो र हाम्रो समाजसेवी आदरणीय सबै सम्पूर्ण टोलवासीहरूले त्यो झरीमा हामीलाई कार्तिक दान प्रदान गरेर हामीलाई केही रकम सङ्कलन गरेर बचेकोमा हामीले उहाँहरूलाई जसले हामीलाई दिनुभएको थियो आर्थिक सङ्कलन कार्तिक दान दिनुभएको थियो। उहाँहरूलाई सबैले हामीले समेट्नुपर्छ, बोलाउनुपर्छ। त्यो झरीमा हामीलाई सम्झेर जाने हामीलाई सहयोग गर्नुभयो भन्ने हिसाबमा हामी फेरि सम्पूर्णलाई त्यो बचेको रकमबाट सानो पिकनिक वनभोज गरेर नानी बाबुहरू सम्पूर्ण संयुक्त भूप सैनिक सङ्घले हामीले यो सानो आयोजना गरेर सल्लाह गरेर हामीले तुरुन्तै यो कार्यक्रम गरियो। श्याम मिदुन सरले पनि पैसा अलिकति रकम कम छ सर, अलि हुन्न कि भनेर हामीसँग सङ्कलन सानो हामीसँग बचेको थियो। गरम सर 10-12 हजार बचेको छ भने पनि गरम नपुगे म दिन्छु भनेर उहाँले हौसला दिनुभएको छ। अब म सहयोग गर्छु भनेर उहाँले एउटा सहयोग सपोर्ट गर्नुभएको छ। उहाँलाई पनि धेरै धन्यवाद। र हाम्रो यो कुक गर्ने हाम्रा साथीहरू, सहयोगी, हाम्रा कार्य समितिका सहयोगी, अन्य हाम्रा टोलवासी सहयोगीहरू र अन्य सम्पूर्णलाई पुनः मैले सम्झन चाहेँ जुन हाम्रो निम्तोलाई स्वीकार आइदिनु भयो। अब धेरै लामो भाषण नभएर अब हामी पनि रमाइलो गर्ने हो भन्दै यस कार्यक्रमलाई यहीँ समापन गर्दै म बिदा हुन्छु। हवस् त, धन्यवाद।
ढुङ्ग्रो छैन ढुङ्ग्रो छैन, ढुङ्ग्रो नहुँदाखेरि यसको मद्दत लिएर हावा दिँदै फेन भयो सहिले हुन्थ्यो ठिकै छ यसले पनि। अहिले त हम्किनु भएको थियो बोलेछ त अहिले यसको मद्दतले हावा दिँदाखेरि बोल्यो।
सम्पूर्ण आदरणीय दिदीबहिनीमा मैले नमस्कार भन्न चाहन्छु र सर्वप्रथम त हाम्रो यो संयुक्त भूपू सैनिक सङ्घ संसारी माई टोल समितिद्वारा आयोजना गरेको यो देउसी भैलो भेटघाट तथा वनभोज कार्यक्रममा सम्पूर्णलाई स्वागत तथा शुभकामना दिन चाहन्छु र यो पहिलो खेलकुदको रूपमा यो सञ्चालन गरिरहेको यो कुर्सी रेस प्रतियोगिताको नियम सम्बन्धी मैले केही जानकारी गराउन चाहन्छु। सम्पूर्णले ध्यान दिन होला। एउटा म्युजिक स्टार्ट हुन्छ। म्युजिक स्टार्ट भएपछि जब तक म्युजिक बज्दैन तब तक तपाईँहरू वाक गर्ने हो। वाक गरेपछि तपाईँहरू आफ्नो स्थानमा हैन त्योभन्दा पहिला हाम्रो सहकर्मी मित्रहरूले हैन यो चेयरहरू क्लोज गर्नुहुन्छ अनि त्यो सिट्ठी जब हाम्रो यो म्युजिक अफ हुने भएपछि तपाईँहरू आफ्नो चेयर के गर्ने हो, तपाईँले आफ्नो क्यारी गर्ने हो, तपाईँले टेकअप गर्ने हो। त्यस पश्चात वापस रिटर्न गर्ने भन्ने हैन तपाईँले त्यस एक्सेप्ट छैन है पहिलो कुरा। अनि सेकेन्ड कुरा तपाईँले ध्यान दिनुपर्ने कुराहरू, तपाईँले एउटा चेयरमा जसले पहिला तपाईँले हात लगाएर त्यो बसिसकेको हुनुहुन्छ हैन उहाँको प्राथमिकता हुन्छ है। त्यो आएर सेकेन्डमा आएर तैछाड मैछाड गरेर त्यो हातापाई गर्न पाइन्न है। पछाडि आएर त पाइन्न नि।
धम्झाको मृग भने
मैले कति पनि पछाडि हेरेको थिएन शुभकामना राम्रो भयो सबभन्दा प्रशस्त जो नजिकका दिदीबहिनी शुभकामना दिदीबहिनी त झनै शुभकामना है फेरि पनि यो घैँटो ठटाउने कार्यक्रममा सहभागी हुने सम्पूर्ण पुरुष दाजुभाइ दिदीबहिनीहरूलाई म फेरि पुनः शुभकामना तथा बधाई दिन चाहन्छु ल धन्यवाद नमस्कार यस्तै हो जस्तो लाग्यो यस्तै होला त्यो त अलिक अगाडि हो भन्न मिलेन हामीले ल अनि हाम्रो खेलाडीको रूपमा हुनुहुन्छ आदरणीय हाम्रो लोकबहादुर गति मगरज्यू अघि बढ्दै जानु भनेर गीत गाउनु पर्यो ल उहाँहरूको जाने यसो हेर्दाखेरि मुभमेन्ट घैँटो फोर्नु होला जस्तो छ राम्रो छ पोजिसन राम्रो छ समय नभएर इन्जिनियरमा त्यो माइन यसरी खोज्छ माइन यसरी खोज्छ माइन त खोज्दै माइन नै हरायो फेरि त्यति भेट्यो माइन अब हान्नुहुन्छ ल फल भयो मलाई खुट्टा लानु भयो आएन फल भयो अब बोल्न पाइन्न है डिस्काउन्ट पाइयो होइन डिस्काउन्ट त पाइयो डिस्काउन्ट पाइयो केही पनि नबोल्ने पहिलेदेखि सक्यो अगाडि त लामो छ नमस्ते कुन तरिका आयो फेरि नै हुँदैछ बाहिरबाट कोही न कोही भाइ सामने पाइन्न है यहाँ घैँटो फोर हुँदैछ एकछिन है एकदम कन्फिडेन्स का साथ तेरी धेरै धेरै धन्यवाद सम्पूर्णमा आज हाम्रो यस
देउसी भैलो भेटघाट तथा वनभोज कार्यक्रममा उपस्थित भएर सबैजनाले रमाइलो मनोरञ्जन गरिरहेका छौँ र हामीले दुईवटा खेल राखेका थियौँ। एउटा खेल कुर्ची रेस जसमध्ये महिला दिदीबहिनीहरूले स्वयंमा आफै पनि भाग लिएको थिए भने दोस्रो गेम थियो घैला फोर, त्यसमा पुरुषहरूको मात्रा थियो। अब भने म यो कुर्ची रेसमा प्रथम द्वितीय र तृतीय हुने हाम्रो दिदीबहिनीहरूको नाम लिन गइरहेको छु। कुर्ची रेसमा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ हाम्रो हरियाली पथ निवासी प्यारी नानो आशा थापा। उहाँले तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो। धेरै धेरै बधाई तथा शुभकामना भन्न चाहन्छु र उहाँले पुरस्कार ग्रहण गरिदिनु हुनको लागि हाम्रो यस संयुक्त भूपू सैनिक सङ्घ संसारी माइटोल विकास संस्थाका अध्यक्ष श्री वीरभद्र थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहे। धन्यवाद। अब यसै गरी दोस्रो स्थान हासिल गर्नुभएको बहिनी हाम्रो हरियाली पथी हुनुहुन्छ। उहाँ पनि प्रतिमा राणा मगरलाई पनि म दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ। उहाँलाई पुरस्कार ग्रहण गरिदिनुको लागि अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दै र पुरस्कार वितरण गर्नको लागि सक्रिय सदस्य क्याप्टेन श्री तुलाराम चापागाईलाई पनि हार्दिक अनुरोध गर्दछु। पुरस्कार प्रदान गरिदिनु हुनको लागि बङ्गसकाली ग्रिल उद्योगका सञ्चालक श्री श्यामजुन सरलाई हार्दिक अनुरोध गर्दछु। सबैजनाले हाम्रो अन्तिम रेस थियो घैलाको रेसमा, त्यसमा धेरैजना दाजुभाइले सहभागी हुनुभएको थियो। तर त्यसमा भने प्रथम द्वितीय र तृतीय नहुने प्रथमलाई मात्रै पुरस्कार राखिएको हुँदा यो घैलाको रेसमा प्रथम हुन सफल हाम्रो यस संयुक्त भूपू सैनिक सङ्घ मूल समितिका कोषाध्यक्ष तथा संसारी माइटोल विकास संस्थाका अध्यक्ष श्री मोहन थापाज्यूलाई प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा उहाँलाई हार्दिक बधाईका साथ अगाडि आएर पुरस्कार प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी नेपाल बायो कम्पोस्टका उपाध्यक्ष तथा माटो विज्ञ श्री लोकेन्द्र घरती मगरज्यूलाई पनि पुरस्कार प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद सहयोगी सम्पूर्णमा र हार्दिक बधाई तथा थियो। बधाई हो